अहिले भने चाहिँ हामी लौरेको उकालो पार गरिँदैछ। कस्तो छ लौरेको बाटो, कुहिरो लागिरहेछ। त्यही पनि एकचोटि हेरौँ। यस्तो ओह्रालोको बाटो हुँदै आएको हामी चाहिँ देख्न सक्नुहुन्छ। पुरै कुहिरो लागिरहेछ। यस्तो तेर्छ। यहाँदेखि चाहिँ अलिकति समथर ठाउँ। लौरे यहीँ माथि तल्लो लौरे डाँडा भनिन्छ यो ठाउँलाई चाहिँ। लौरोहरू आउने जानेले सहारा लिएर यहाँनिर छोड्ने, उताबाट साल्पाबाट आउनेले यहाँसम्म लिएर छोड्छन् भने यताबाट उधो बाटो उकालोमा लौरोको सहारा लिएर यहाँ माथिल्लो तालसम्म छोड्ने चलन रहेको छ। देख्न सक्नुहुन्छ लौरोको ताँती यहाँनिर। है कति सयौँ वर्षदेखि हो यो सबै मकिएर गइसक्यो। एकपटक त कसैले जलाइ पनि दिएछन् यो ठाउँमा। लौरे डाँडा माथिल्लो भित्तामै विशाल ढुङ्गोहरू छ वरिपरि। अहिले चाहिँ भने हामी यहाँ आएर अब भिडियो खिचिरहेछौँ। केटो तलबाट आउँदैछौ। भिरालो छ यता मुनतिर चाहिँ।